सो हे गाइस आज पनि चाहिँ मेरो मर्निङै स्टार्ट हुन्छ मम्मीको खाजा पुऱ्याउनुदेखि। यहाँ चाहिँ अब मम्मीको खाजा पुऱ्याउनु गइराखेको छु म चाहिँ हो, तल कम्पनी जानुपर्ने हुन्छ। सो अन्त आज मलाई पनि भ्लग गर्नु पनि मन पर्यो, अन्त भ्लगिङ पनि गर्दै गएँ। धेरैजनाले मलाई एडिटर भनेर चिन्छ, तर दे डोन्ट नो कि म एउटा गुड भ्लगर पनि हो। आज तपाईँहरू आफै हेर्नुहोस् होला, म दामी भ्लग गर्ने छु। सो अब पुऱ्याउनु गएको त्यतिखेरसम्म बन्नु होला। अन्त तपाईँहरू हेर्नु सक्नुहुन्छ मेरो गाउँको नजारा है। गाउँ भनेको चाहिँ यस्तै हो, वाउ हुन्छ वाउ। सो अन्त यता माथि भन्ने चाहिँ हाम्रो चर्च हो है। यहाँ माथि चाहिँ हामी जहिले सेवा जान्छौँ। सो यतासम्म त बोल्नु सकिहाल्छ, जसले पनि भ्लग गर्नु सकिहाल्छ, आँट आइहाल्छ। आफ्नो गाउँ त हो होइन, आफ्नो। तर पनि मलाई चाहिँ आँट चाहिँ आएको थिएन क्या, रिलेटिभ्सहरूको छेउमा बोल्नुधरि भिडियो बनाउनुधरि आँट चाहिँ आएको थिएन। र आजको च्यालेन्ज चाहिँ म के गर्नु आँटेको छु भने, म चाहिँ आज गएर तल यता पाडी 32 नम्बर है बजार गएर चाहिँ बोल्ने च्यालेन्ज गरिदिउँ भने। अब बजारमा चाहिँ म क्यामेरा खोल्नु सक्छु कि सक्दिनँ, भिडियोमा कतिको बोल्नु सक्छु त्यो चाहिँ चेक गर्नेवाला छु। सो त्यतिखेरसम्म बन्नु होला। फेरि यहाँदेखि ओह्रालो जानुपर्ने हुन्छ मेरो चाहिँ। अन्त भन्ने चाहिँ हाम्रो गाउँमा पनि है एउटा च्यानल चाहिँ छ, सो तपाईँहरूलाई पनि देखाउनु मन पर्यो। यस, हाम्रो पनि गाउँमा चाहिँ ठुलो च्यानल छ, तर पानी चाहिँ आएको छैन अहिले चाहिँ है। च्यानल चाहिँ ठुलो छ तर। सो म अब 50% त आइसकेँ। अब यता तल पारी चाहिँ म पुग्नुपर्ने हो। अन्त त्यहाँबाट चाहिँ म भिडियो बनाएर बोल्नु सक्छु सक्दिनँ, च्यालेन्ज चाहिँ त्यही छ आज चाहिँ मेरो। फर्स्ट चाहिँ म 32 पुगेर चाहिँ क्यामेरा यसरी राखेर बोल्छु बोल्दिनँ, त्यतिखेर चाहिँ हेर्नु होला, त्यतिखेरसम्म बन्नु होला। सो अब अहिले भने चाहिँ म अब आइपुगिसकेको छु। अहिले त सानो भ्लगर छु है, त्यस्तो भ्लगिङ सिक्दै मात्रै छु भनौँ न। अन्त पछि ठुलो भ्लगर भएपछि कतिजनाले जान्ने इच्छा हुन्छ होला, त्यसै कारणले अहिलेदेखि भनिदिइराखेको। यो पुल क्रस भएर चाहिँ मेरो घर कोही जान्छ है। सो अब उहीँ छ, अब पुग्नुपर्ने। अब त्यहाँ पुगेर चाहिँ मैले क्यामेरा खोल्नु सक्छु के त यत्तिकै है। अहिले जसरी कन्फिडेन्टली बोलिरहेको छु त्यत्तिकै बोल्नु सक्छु सक्दिनँ हेरौँ। हल्का डर त लाग्दैछ, हल्का सरम लाग्छ है। लेट्स सी। सो फाइनली म अब बजार पनि आइपुगेँ होइन। यहाँ चाहिँ पुरा गाडीहरू क्रस हुन्छ। अब चाहिँ अलिक कन्फिडेन्ट लुज हुँदैछ मेरो हो। बजार चाहिँ आइपुगेँ। मेरो मम्मी चाहिँ कुन कम्पनीमा काम गर्नुहुन्छ भनेर तपाईँहरूलाई देखाउनु छु। बेसी टाढो त छैन, यहीँ पर हो, त्यतिखेरसम्म हेर्नु होला। गाइस सरम लाग्यो मलाई भिडियो बनाउनु, कसरी बनाउनु यार, सरम लाग्यो अब आएर चाहिँ हो। सरम केही छैन, फर्स्ट टाइम हो, सिक्दै जान्छु यत्तिकै। मेरो मम्मीको कम्पनी पुगुन्जेलसम्म हेर्नुहोस् होला। सो मेरो मम्मीको काम गर्ने कम्पनी चाहिँ यही हो, धेरैले चिन्नुहुन्छ होला। यो कम्पनीलाई भन्छ टोरेन्ट। मेरो मम्मी चाहिँ यतै काम गर्नुहुन्छ हो, अन्त म चाहिँ यहीँसम्म आएको हो। सो गाइस दुःखको कुरा, आजको च्यालेन्ज चाहिँ म हारेँ है। मैले राम्ररी देखाउनु सकिनँ, म राम्ररी बोल्नै सकिनँ। यो चाहिँ अब के भन्दाखेरि, न मेरो राम्रो भ्युज आउँछ न राम्रो लाइक आउँछ। सो कन्फिडेन्टै आएन मलाई त हो। लास्टमा हेर्नु भन्ने 1-2जनाले हेरिदिन्छ भिडियो चाहिँ मेरो चाहिँ हो, अहिले फर्स्टमा भएर। सो आँट पनि आएन है मलाई चाहिँ, भ्युज त जाँदैन कि भिडियो बनाउनु भन्ने खालको भयो, आँटै आएन। त्यसै कारणले अब एकान्तमा आएरै मात्रै बोल्नु चाहिँ सकिँदो रहेछ। बजारमा हल्का बोलिदिएको ढुक सरम। अब के म किन शर्माएको होला, हाउडेमा शरम मानी पठाएँ मैले।
सकिन रहेछ अहिले चाहिँ है। सो यतिकै मेरो कन्फिडेन्टहरू हेर्दै जानुहोस् होला। जो चाहिँ पब्लिकली बोलिराखेको छ उनीहरू चाहिँ कन्फिडेन्ट रहेछ भन्ने याद भयो आज चाहिँ। सो म त सकिनँ त्यस्तो कन्फिडेन्टली बोल्नु है, क्यामेरा उठाउनु पनि शरम लागेर सबैले हेरिरहेको छ भन्ने भएर हो। हुँदैन रहेछ आफ्नो फोन भएर पनि है, उठाउनै सकेन, गाह्रो पर्दो रहेछ अरूको छेउमा चाहिँ। सो हारेँ म आज। यति त्यो मेरो भ्लग मन पऱ्यो भने तपाईँहरू लाइक गरिदिनुहोस् होला, अन्त अलिकति दामी सपोर्ट गर्नु होस् होला है, अलिक बेसी सपोर्ट गर्नुहोस् होला। अन्त आउँदो दिनहरूमा म पक्का यो त कम्ती भयो, अझै बेसी मान्छे भएको जग्गामा पनि म बोल्नेछु। बाई।